एमा दाछी बनाउँदाखेरि खोर्सानी धोएर काटेर त्यहाँदेखि प्याज लगाएर अनि ओइल चिज गरेर एमा दाछी बनाउनुपर्छ। फर्स्टमा खोर्सानी धोएर त्यहाँदेखि काटेर त्यसमा प्याज काटेर अनि त्यसमा ओइल लगाउँछ, चिज लगाएर नुन लगाएर बनाउनुपर्छ। यो एमा दाछी लगाएर एमा खोर्सानी लगाएर प्याज लगाएर अनि तेल लगाएर बसाल्नुपर्छ। यो चाहिँ एमा दाछी पाकेको हो, यस्तो हुन्छ।